वेलकम ब्याक। आज चाहिँ हाम्रो फेरि मन्डेको भ्लग आइसक्यो है। आज चाहिँ हाम्रो यो ठुलो ढुङ्गाको राइड हुँदैछ। यहाँ हाम्रो टक्क लगाएर अगाडि हामी चाहिँ पछाडि। अनि हाम्रो अस्तिको मन्डेको भिडियो पनि हाम्रो युट्युब च्यानलमा आएको छ है। तपाईँहरू पनि अब नेक्स्ट टाइम यो विक त हुँदैन, नेक्स्ट विक है हो, त्यो विक चाहिँ हाम्रो राइड हुनु गइरहेको छ फेरि है। हाम्रो चाहिँ अब यहाँनिर ट्याक्क लगाएर एकजना दाइ आउनु बाँकी छ। हाम्रो दाइहरू चाहिँ सबैजना भेला भइसक्नुभयो। हाम्रो यहाँ भिआर छ, यहाँ एनएस छ है। लगाएर हामीले त्यहाँनिर भिडियो सुट गरिसक्यौँ होइन। भिडियो सुट त के भन्नु, त्यहाँ दाइहरू सबैजना आएको आफ्नो सुटमा हिँडिहाल्नुभयो। राम्रो भिडियो चाहिँ आएन, केही छैन। अब अरू पुल पनि छ, हामी अरू पुलमै गएर Kiểu mua trên tàu phẩm mát thật đâu. ठेलो ठेलो यहाँ चाहिँ पुरै यस्तो ठाउँ रहेछ नि त नि, गाडी आएको ठाउँ रहेछ। ल्यायो अघि नै चाहिँ अप्ठ्यारो पाराले यो बाटो आएको थियौँ, यहाँबाट यसरी हिँड्दै अनि यहाँबाट गएको थियौँ हामी। अहिले चाहिँ अब यहाँनिर यति बनिसके पछाडि हामी फेरि यही बाटो जान्छौँ यहाँबाट। ल अब जान्छ भाइ, गयो ल भाइ चाहिँ गयो। त्यस्तो टायर थियो र पनि गयो यार भाइको। ल्यायो गयो। लगो खेल्दिम। फेरि अझै जान्छ, जाऊ गयो ल। नठेली लानु सक है छिटो। लगो ल आरामले नै गयो हाम्रो एनएस चाहिँ। अरू अब अझै 4 जना छ केटाहरू आउँदैछ। हो त्यतिकै ल्याऊ भाइ, नचढिकनै यतिकै सजिलो गरी जान्छ, बरु पर्दैन, यतिकै जान्छ। गयो देख्यौ, गयो कटो ल। ए उत्रि जाँठ सक्दैनस् त, उत्रि हेलो। सबैजना
सबैजना कटिसकेको छ हाम्रो केटाहरू डोजर पनि स्टार्ट भयो ल अब कसो ग्यारेज अरे